पुरालीकण्ठ मन्दिर। साथीहरू है वेलकम ब्याक टु माई च्यानल। आज फेरि हामीहरू साथीहरू मिलेर मुहान पोखरी जाँदैछौँ। सबैभन्दा पहिला मुहान पोखरीभन्दा पहिला चाहिँ यहाँ पुरालीकण्ठ रहेछ कि मन्दिरमा पसेको। अब चाहिँ हाम्रो साथीहरूलाई देखाउँछ है हाम्रो साथी। हाई एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। अब हामी पहिला के गर्छौँ, खाजा खान्छौँ नि। अब खाजा खाने, मन्दिर दर्शन भयो, अब खाजा खाने अनि जाने हामी। अनि जेरी 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 अब खाजा खानु परेन, के खाने ल भन्नु? सेल बिहान बिहान सेलको हालत यस्तो भइसक्यो। अपरेसन भइसक्यो सेलको, मालपुवाको अपरेसन, सेलको अपरेसन। अब चाहिँ खाजा खाएर हामी चाहिँ मुहान पोखरीतिर है साथीहरू। किसी जाने होइन आइपुग्यौँ यहाँ। कति राम्री भएर आएको नि। लु अब लाग्यो कतातिर रे साथी भन्नु त? मुहान पोखरी। अब त्यहाँ टिकट चेकिङ भयो। टिकट चेकिङमा चाहिँ हामीलाई ब्याग चेकिङ भयो। तर ब्याग चेकिङ गर्ने बेलामा चाहिँ फोटोहरू लिन नदिँदो रहेछ क्या अगाडि काउन्टरतिर चाहिँ। अब त्यो काउन्टर होइन, चेकिङ गर्ने ठाउँमा चाहिँ अब चाहिँ सिडी रहेछ। सिडीको उकाली 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 यो धारा पनि रहेछ यहाँनिर। ला यो त डाइरेक्ट ट्याङ्कीमा पस्ने खालको रहेछ नि त। हेर त कति आनन्द हो, सर्लकै ट्याङ्कीमा यी ल भर्याङ रहेछ यो। अब चाहिँ हाइकिङ एरिया के हाइकिङ एरिया। अब हाम्रो चाहिँ फोटो सेसन सुरु हुँदैछ यहाँनिर। हामी माथि जान नपाए फोटो सेसन सुरु भइसक्यो साथीहरू। के गर्नु र हाइकिङ ग्रुप यता छन् साथीहरू। हाम्रो साथीहरू आधा त्यहाँ पुगिसक्यो। हाई ल हिँड्दै गर्नु ल, हामीहरू आउँदै गर्छौँ। म यता छु, यता रे यता। यहाँनिर चाहिँ धेरै हल्ला भयो भनेर आर्मीले चाहिँ सम्झाउनु हुँदैछ। हल्ला गर्नेहरूलाई के गर्दै गऱ्यो त्यहाँनिर अहिले आर्मीले कान समातेर उब्बस गरायो साथीहरू। हामी त लाएर हिँडेको, हल्ला गर्न नपाइँदो रहेछ क्या। हल्ला गर्नु हुँदैन। यी तिनजना हल्ला गरेर उठबस गरेर आएको यिनीहरू। ए हल्ला गरेर धेरै हल्ला गरेर उठबस गरेको हो कि होइन? ऊ अर्को ग्रुप उता पछाडि छन्, कति ढिलो गरेको के। आमा यहाँ छन् दुईजना है। उठबस गर्दा गर्दा है हल्ला गर्न नपाइने रहेछ नि। शनिबार चाहिँ हल्ला गर्दै आउँ भनेको, हल्ला गर्न पाइएन त। यस्तो पनि हुन्छ पारा हाइकिङ होइन? प्राइस पनि भन्दिउँ म। प्राइस कति हो? 15,000। ओ माई गॉड 15,000 को हाइकिङ। 15,000 को हाइकिङ। हिँड है उकाले अब तान है साथीहरू तान। आयो हल्ला नगरे उठबस गराउँछ। एउटा खतरा लेखेर हालिदिन्छु। 3 months है 3 months। यो दुगाई त भोलि बिहान हुँदैन। भोलि हाम्रो छुट्टी हो। भोलि छुट्टी हो नि होइन? भोलि छुट्टी हो। भोलि छुट्टी हो। आज हामी हाइकिङ आएको भएर भोलि छुट्टी। भोलि कतिवटा ज्याकेट लगाएको क्या मरे म त। भोलि जाडो भयो भने मलाई दिनु ल, म चिसो भयो भने चाहिँ। हिँड्ने क्रम जारी छ।
हिँडौ है साथीहरू हिँडौ एक ग्लास चिया सेलरोटी तरकारी चना जेरी मालपुवा हेर त्यो केटी मान्छेको कुरै त यो मोटो भयो म जतिको मोटो हुन पाए चाहिँ यिनीहरूलाई कस्तो हुन्थ्यो होला के माथि पुग्यो भने चाहिँ एउटा के छ अरे गुम्बा हो गुम्बा छ अरे समात्दिनु नि ल यता पछाडि पनि फर्क राम्रो आछ से चिज गर ओइ कस्तो राम्रो आएको अलि नाच न नाच्दिन अरे खिच हेर हाइकिङ आएको अरे खै हाइकिङ आएको तल हेर न के छ अरे यस्तो रमाइलो हुन्छ म गर्नेको नि अनि खै त यत्रो यत्रो झरना कहाँ हो खै यो हो झरना भनेको आम्मा एक्चुअली मोहन पोखरी आइपुग्यो साथीहरू अब हाम्रो यहाँ फोटो सेसन हुँदैछ हामी फोटो खिच्छौँ एकछिन भिडियोहरू लिन्छौँ अनि हामी जाने हेऱ्यो फोटो खिचिसकेको छैन भनेर लुकेको अब हल्लियो हल्लेको नि मोहन पोखरीबाट अब हामी जाँदैछौँ माथितिर रिसोर्टतिर जाडो भयो नि ग्रिन भ्याली रिसोर्ट कस्तो राम्रो अब ग्रिन भ्याली रिसोर्टमा चाहिँ अब हामी खाना खानको लागि आएको खाना खाने हो आर्मीले रोक्दै रोक्दै आएछ नि त माथि नखिच भन्दै हामीलाई त रोकि त हाल्यो छैन भित्र बत्ती बोल्यो त आऊ बत्ती बोल्यो यस्तो जाडो छ बाहिरको बस्छ हामी आउँछौँ भने थाहा पाएर हो क्या हामी बल्ल बल्ल